कांग्रेसको कारण जनकपुरको चुरोट फ्याक्ट्री डुब्यो अनि हाम्रो साथीहरु चोकमा बसेर हैन होला भन्नुहुन्छ कहाँ हुन्छ भन्नुहुन्छ अप्ठ्यारो मान्नुहुन्छ हैन कांग्रेसको कारण जनकपुर फ्याक्ट्री डुब्यो भन्दै गर्दाखेरि एमालेले फ्याक्ट्री डुब्यो त्यत्रो जागिर थियो त्यहाँ ती सबैको जागिर गयो भन्नुहुन्छ कांग्रेसका साथीहरु अप्ठ्यारो मान्नुहुन्छ अब फ्याक्ट्री नै डुबेको कुरो 200-400 500 मान्छेको जागिर गुमेको कुरो हो कसरी भनौं अब तपाईहरुले हो भन्दिनु होला हो डुब्यो खाना भन्दिनुस् हो डुबेकै हो हिजो छाला जुत्ता कारखाना थियो छाला जुत्ता कारखाना भएको ठाउँमा कांग्रेसले बेचेको जुत्ता खाना जुत्ता उत्पादन गर्ने गाउँमा अहिले पनि दाङमा भन्दैछन् कांग्रेसले उद्योग बेच्यो गलत गर्यो एउटा गरिब देशको सरकारले मान्छेको खुट्टामा लाउने जुत्ता उत्पादन गरेर बस्ने अहिले दिदीबहिनी दाजुभाइ हामीले बेचेकै हो बासबारीको छाला जुत्ता कारखाना कांग्रेसले भन्यो कांग्रेसको कुरा सही हामीले गलत गरेको हो भन्ने हो भने कम्युनिस्ट पार्टीलाई भोट दिनुस् सही कर्म गरेको कांग्रेसले भन्ने हो भने अझै बलियो बन्नलाई रुख चिन्हमा भोट दिएर के हजुरबाको कुरा कसले